कढी पकाउने एकदम आज यथेसम्म पकाउन पनि त्यसै छ पकाउने मेसो पनि केही गरेका छैनन् पियोला यथेसम्म आज मलाई अल्छी लाग्छ बाबुको छुट्टी छ बाबुहरूले पकाउँछन् दिनदिनै मैले पकाइराखेको छु आज मलाई पालो दिन्छन् बाबुहरूले मलाई जत्रै अल्छी लाग्छ बाबु जाऊ न मलाई कति अल्छी लाग्छ पकाउ जाऊ जाऊ बाबु जा भनेको मान्न पनि पर्छ नि मलाई पनि लास्टै अल्छी लाग्छ दिनभरि सुतेको मैले सक्दिनँ अल्छी म त सक्दिनँ फसल भन्दै हिँड्ने गर्छन् मलाई दिनदिनै भरि मैले त सक्दिनँ पेरेम कुक हो पेरेमले पकाउँछ मैले त सक्दिनँ अल्छी लाग्छ दिनभरि सुतेको म सक्दिनँ होला अन्त पकाइसके ती सिटी लगाइसक्यो अब त्यही खाना जानुपर्छ क्या हो पेरेमले पकाउँछ त्यसलाई बनाउँछ सुन त हजुर आज मम्मीहरूले भात पकाउनु न अरे मलाई अल्छी लाग्छ तैँले पकाइ म त सक्दिनँ बरु खान्न मैले पकाएन आज पालो दिएँ के म त पकाउनु हिजो त मैले पकाएको थिएँ नि कम्तीमा बरु मैले खान्न तर म पकाउँछु कस्तो खतम मान्छे त पका के आज जे होला त त अन्तर्राष्ट्रिय कुक होस् म त पकाएन पकाउँदिनँ यस्तो मान्छे छ्या लास्टै खतम पकाएन बिचरा मम्मी थाक्न आज तैँले पकाउँदा नि मैले हिजो पकाएको थिएँ बिहान पकाएको थिएँ साँझ पकाएको मैले बरु खान्न मैले नि खान्न उस भाइ छोड्दै नपकाउनु आज भयो यस्तो एकचोटि पकाउँदाखेरि यस्तो खतम मान्छे हो नि त जा पका मैले खाना नि खान्न पकाउन नि पकाउनु भाउ त तल नपकाइ मान्छेलाई अझ पनि उही मै बुढी नगरी भएन पकाउन बसाउँथ्यो म जान्छु पकाउनु गेस दाल जान्दिनँ कसरी पकाउने नगउँ